सबैलाई नमस्कार। आज चाहिँ कहिले सुख कहिले दुःखको सुटिङ भइरहेछ। यो सिरियल चाहिँ हाम्रो छिट्टै आउँदैछ। हाम्रो यो सिरियलमा चाहिँ हाम्रो कहानीमा चाहिँ गोपी कृष्ण हुन्छ। अनि तपाईँहरूलाई चाहिँ देश विदेशमा बस्नेहरूले हेरिदिनु, माया गरिदिनु, सब्सक्राइब गरेको छैन भने सब्सक्राइब गरेर जोडिनु होला, त्यही भन्न चाहन्छु। म चाहिँ यो सिरियल अभिनय गर्ने निर्देशन भने पनि जे भने पनि अब मैले नै गर्ने हो। अनि त्यो भएर राम्रोसँग हेरेर माया गरिदिनु होला। अनि यो सिरियलमा चाहिँ हामी दाजुभाइ हामी गोपी कृष्ण दाजुभाइ हो। अनि हेरेर चाहिँ माया गरिदिनु होला है। थ्याङ्क यू। नमस्कार, म कलाकार जीवी धनुगी। यो कहिले सुख कहिले दुःख भन्ने नयाँ हाम्रो सिरियल आउँदैछ। त्यसमा चाहिँ मैले एउटा उत्पीडन, एउटा चाहिँ दलितको भूमिकामा चाहिँ मैले मानेको रोल गरेको छु। यसमा चाहिँ हेरेर सल्लाह सुझाव र प्रतिक्रियाहरू दिनुहुनेछ भन्ने हाम्रा आम दर्शक श्रोताहरूलाई चाहिँ म अनुरोध गर्दछु। हस्त नमस्कार। नमस्कार सबै सम्पूर्ण कलाकारलाई है। म अब यो हाम्रो यो कहिले सुख कहिले दुःखको चाहिँ सुटिङमा चाहिँ आएको छु होइन। अब यो के अरे हाम्रो अब यसलाई सबैले माया गरेर हेर्नुहोस्। म चाहिँ यो काजीको छोराको रोलमा छु है। सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला है। ल यही भन्न चाहन्छु। नमस्कार सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी, मेरो प्यारा देश विदेशमा रहनुहुने सम्पूर्णलाई मेरो न्यानो अभिवादन सहित नमस्कार छ। म रोजी बर्देवा एउटा कलाकार। म अहिले यो सुख दुःख भन्ने सिरियलमा पनि जोडिन आइपुगेको छु। यसमा मैले आमाको भूमिका निभाएको छु। यो भर्खरै सुरु भइराखेको छ, एक भाग पनि राखेको छैन। यो छिट्टैभन्दा छिट्टै आउँदैछ। हजुरहरू सम्पूर्णले हेरेर यो कस्तो छ, राम्रो नराम्रो के कस्तो भयो, हजुरहरूले हेरेर सल्लाह सुझाव पनि दिनुहोला। लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरेर चाहिँ सहयोग गरिदिनु होला है, माया गरिदिनु होला भन्ने ठुलो आशा लिएको छु। हस्, धन्यवाद। नमस्कार दर्शकबिन र मेरो कलाकार आमा बुवा दिदीबहिनी दाजुभाइ सम्पूर्णलाई मेरो नमस्कार। म चाहिँ यो कहिले सुख कहिले दुःखको सिरियलमा छोरीको रोलमा छु। हजुरहरूलाई कस्तो के लाग्छ हाम्रो सिरियल हेरेर कमेन्ट लाइक सब्सक्राइब गरिदिनु होला र साथै माया पनि गरिदिनु होला भन्न चाहन्छु। हस्त धन्यवाद। सबैजना हाम्रो कलाकार जतिलाई र देश विदेश बसेर हेर्ने सबैजनालाई मेरो तर्फबाट नमस्ते। र यो दुःख सुखको सिरियलमा म भाउजूको रोल गरिरहेको छु। हस् त।